नमस्कार सबैमा। हिजो संसदमा जे देखियो, हिजो संसदको रोस्ट्रममा जे सुनियो, रासोपाका सभापति रवि लामिछानेले जुन व्यवहार र जुन सङ्कल्प गर्नुभयो त्यो सराहनीय छ। यो दलित समुदायको लागि सम्मानित समय छ। 3000 वर्षभन्दा धेरै लामो पीडा र सङ्घर्ष जुन दलितले भोगेका छन्, ती भोगाइलाई आत्मसात गर्दै, अनुसरण गर्दै जुन अभिव्यक्ति, जुन आम माफी संसदको रोस्ट्रमबाट माग्नुभयो, यो स्वागतयोग्य र सराहनीय कार्य रहेको मैले मानेको छु। यो हजारौं वर्षको लामो पीडा र सङ्घर्ष पार गर्दै आएको इतिहासबीच जुन विषय देखियो नि, त्यो दृश्य मेरो लागि अत्यन्त अर्थपूर्ण र भावुक क्षण बन्यो। मेरो लागि मात्र होइन होला, सम्पूर्ण दलित समुदायकै लागि बन्यो होला। देशको प्रमुख शक्तिशाली दलका सभापति रवि लामिछाने संसदको रोस्ट्रममा उभिएर दलित समुदायसँग सार्वजनिक रूपमा क्षमा याचना माग्नु केवल औपचारिकता होइन, इतिहाससँग गाँसिएको सामना थियो। उहाँले यो आँट गर्नुभयो र यो सम्मानजनक क्षणलाई व्यवहारमा उतारेर माफी नै माग्नुभयो। उहाँले स्पष्ट रूपमा भन्नुभयो, यो केवल सामाजिक गल्ती थिएन, यो सङ्गठित र साङ्गठनिक अपराध थियो। यो अभिव्यक्तिले सदियौँदेखि संस्थागत रूपमा कायम रहेको विभेदको गहिराईलाई उजागर गर्छ, जसले समाजलाई अघि बढाउने सिप, श्रम र सृजनशीलता बोकेका थिए, तिनैलाई अछुत ठहर गरियो। यही अन्यायले देशको मात्र होइन, सम्पूर्ण दक्षिण एसियाको विकास यात्रालाई पछाडि धकेल्यो। जबकि पश्चिमी समाजले विज्ञान, सिप र श्रमलाई सम्मान गर्दै औद्योगिक क्रान्ति सम्भव बनायो, हामी भने जातीय विभाजनमा अल्झिरह्यौँ। पसिना बगाउनेहरू अपमानित भए र केवल मन्त्र उच्चारण गर्नेहरूलाई उच्च स्थान दिइयो। यसको परिणामस्वरूप उनीहरू समृद्धिको उचाइमा पुगे, हामी भने गरिबीको गहिराइमा झर्यौँ। 3000 वर्षसम्म राज्यद्वारा दलित समुदायमाथि हिंसा, अपमान र बहिष्कारको निरन्तर श्रृङ्खला चलिरह्यो। आज तिनै पीडितहरू संसदसम्म पुगेका छन्। यो परिवर्तनको सङ्केत हो, तर केवल शब्दमा गरिएको क्षमा याचनाले मात्र भने न्यायको अनुभूति गराउन सक्दैन। अब प्रश्न उठ्छ, सीतावादी र दीपक मरिक जस्ता नागरिकहरूले हाम्रो पहिचान खुलाउँदा कुनै प्रकारको विभेद नहुने सुनिश्चितता कसरी हुन्छ? सदियौँदेखिको पीडालाई केवल भाषणले होइन, ठोस नीतिहरू, कानुनी कार्यान्वयन र सामाजिक रूपान्तरण मार्फत कसरी निको पार्न सकिन्छ? अब समय आएको छ। आम माफी सार्वजनिक घोषणाहरूभन्दा माथि उठेर, अगाडि बढेर व्यावहारिक न्याय सुनिश्चित गर्नुपर्ने तत्काल आवश्यकता देखिएको छ। नीति नियमहरू धेरै बनेका छन्, संविधानले अधिकार सुनिश्चित गरेको छ। माओवादी 10 वर्षे जनआन्दोलन, जनयुद्धले पनि दलितहरूको लागि धेरै ठुलो काम गरेको छ। तर काम भयो, संविधान लेखियो, संविधानमा धेरै नीतिहरू लेखियो, तर कार्यान्वयन एकदमै फितलो भयो। जहाँसम्म लाग्छ, आजको परिस्थितिमा जुन आम माफी माग्दै एउटा सराहनीय काम गर्नुभएको छ सभापति रवि लामिछानेले, ती माफीलाई, ती घोषणाहरूलाई, ती बोलिएका शब्दहरूलाई व्यवहारमा उतार्न सकियो भने, व्यावहारिक न्याय सुनिश्चित गर्न सकियो भने आशा छ यो क्षमायाचनाले केवल शब्दमै सीमित नभइकन वास्तविक न्यायको मार्ग खोल्नेछ र दलितले सम्मानजनक जीवन यापन गर्न पाउनेछन् र पछाडि झुन्निएको टाइटलकै हिसाबमा दमित हुनुपर्ने, हेलित हुनुपर्ने, हेफिनुपर्ने जुन संस्कार छ, त्यो संस्कारलाई कडाभन्दा कडा कानुनी कारबाहीको दायराबाटै निर्मूल पार्ने हामी सक्षम हुनेछौँ र यो सरकार सक्षम हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। यो आम माफीले जुन दलित वर्गमा, दलित समुदायमा जुन एउटा उत्साह र ऊर्जा थपेको छ, यो उत्साह र ऊर्जा मर्न नपाउँदै
यो सरकारले दलितहरूमाथि भएका उत्पीडन पीडा जुन विभेद छ ती विभेदहरूको विरुद्धमा कडाभन्दा कडा कारबाही सुरु गरोस्, व्यवहारमा उतारोस्। जुन बनेका कानुनहरूलाई परिमार्जन गर्दै कानुनलाई सुदृढ गर्दै कानुनको दायरालाई फराकिलो बनाओस् र छुवाछुत जघन्य अपराध हो भन्ने जुन एउटा कानुन बनेको छ त्यो कानुनलाई अक्षरशः पालना गरेर दलित समुदायलाई पनि सम्मानजनक जीवन जिउने एउटा अवसर प्रदान गरोस्। शुभकामना, शुभकामना, शुभकामना।